हेलो नमस्ते सबैजनालाई। आजको विशेष मेरो ब्लग चाहिँ के हो भने यहाँ फुल रोपेको थिएँ कि मैले। मलाई चाहिँ हरियो परियो चाहिन्छ क्या, वरिपरि मेरो रुमको वरिपरि चाहिँ चाहिन्छ। त्यसले गर्दाखेरि चाहिँ मैले चाहिँ यहाँनिर फुलहरू रोपेको छु क्या। आज यो फुलहरूलाई चाहिँ मिलाउने प्रोसेस भयो मेरो। कता राख्ने कसरी राख्ने भनेर पुरा मिलाइराखेको छु। तर मिलाएको टाइमको भिडियो चाहिँ छैन, किनभने स्ट्यान्ड पनि गतिलो छैन। सबै मिलाइसकेपछि चाहिँ मैले भिडियोलाई चाहिँ खिच्ने प्रयास गरेको छु। खुर्सानी पनि रोपेको छु। सास फेर्नको लागि मान्छेको लागि अक्सिजन चाहिन्छ अरे क्या, त्यही भएर चाहिँ बोटबिरुवा चाहिँ मेरो नजिक रोप्छु क्या म। कागती पनि रोपेको छु। त्यो एउटा छ नि ग्रास भन्दो रहेछ क्या, त्यसलाई चाहिँ चियामा लगाएर खानु पर्दो रहेछ, बासना मिठो आउँछ क्या त्यो। कागती पनि लगाएको छु क्या म। कागती चाहिँ लगभग अब 2 वर्ष समथिङ भयो होला रोपेको, तर फल्या छैन। के अरे फुलहरू चाहिँ राम्रो ग्रोइङ भइरहेछ, राम्रो भइरहेछ। तर सबै यिनीहरू सिनहरू हो, सिन हो। त्यही कारणले गर्दाखेरि खासै फुल्दैन यो फुल चाहिँ। सिन फुलहरू मात्रै छ क्या। विशेष गरेर चाहिँ ह्याङ्गिङ फुलहरू छ क्या यहाँनिर चाहिँ। अनि अकबरे खुर्सानी पनि छ मसँग। अक्सिजन लिनको लागि चाहिँ बोटबिरुवाहरू रोपिरहेको हुन्छु क्या म चाहिँ प्रायः। हावा खानलाई निस्किरहेको छु भने सानो भिडियो बनाउनु पर्यो भनेर यहाँ भिडियो पनि बनाउँदैछु। खास भिडियो लामो बनाउन सकिरहेको छैन। यसरी मिलाएर राखेँ आज चाहिँ फुलहरूलाई। यो मिलाएको टाइममा चाहिँ भिडियो बनाइन, मिलाइसकेपछि चाहिँ भिडियो बनाएको छु। यसरी मजासँग मिलाएर राखेको छु चट्ट लाएर। अनि कहिलेकाहीँ सास निसासिएको बेला चाहिँ म यहाँ निस्केर यो के अरे फुलको चाहिँ अक्सिजन लिन्छु क्या म। टक्क टक्क सास लिन्छु। त्यसपछि यसरी मिलाएर राखेको छु मैले। यिनीहरू कुनै पनि फुल्दैन हो, प्रायः सबै नफुल्ने फुलहरू नै छ क्या। यसरी चट्ट लाएर मिलाएको छु। फुललाई चाहिँ पानी र जल र मल चाहिँ एकदमै धेरै चाहिन्छ क्या, अनि मात्रै ह्याप्पी हुनसक्छ क्या। अनि त्यसपछि त्यो फुलहरू पनि त्यसरी हेरेर म भित्र आएँ। भित्र रुममा आइसकेपछि पनि भिडियो बनाउन मन लाग्यो। त्यसपछि भिडियो बनाउनतिर लागेँ। यसरी धन्यवाद सबैजनालाई। थ्याङ्क यू अल।